हेलो साथीहरू नमस्ते। आज मैले तपाईहरुलाई आर्थिक सर्वेक्षण 2080-81 का केही तथ्याङ्कहरू लिएर उपस्थित भएको छु। अन्तिमसम्म हेरेर साथ दिनु होला है। जस्तै नेपालको आर्थिक वृद्धि दर आर्थिक सर्वेक्षण 2081 ले कति चाहिँ प्रक्षेपण गरेको छ भन्दा 3.87% आर्थिक वृद्धि दर। नेपालको आर्थिक वृद्धि दर 3.87% है। त्यस पछाडि प्रति व्यक्ति आय कति 1456 अमेरिकी डलर। प्रति व्यक्ति कुल खर्च योग्य आय 1843 डलर। प्रति व्यक्ति कुल ग्राहस्थ उत्पादन 1434 अमेरिकी डलर। कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्र 24.09%। कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्र 13%। कुल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्र 62.9%। रेडियो नेपालको प्रसारण पहुँच 93%। डिजिटल टेलिभिजनको पहुँच 72%। इन्टरनेट ग्राहक घनत्व 143.8%। पर्यटकको औसत बसाई 13.2 दिन। प्रति पर्यटक प्रति दिन औसत खर्च 41 अमेरिकी डलर। विद्युतमा पहुँच 97.7%। जडित विद्युत क्षमता 3060 मेगावाट। कृषिमा संलग्न परिवार 62%। ओके, यो डेटा एकदमै महत्त्वपूर्ण पनि छ र अबका सञ्चालित परीक्षाहरूमा यो प्रश्न जुनसुकै परीक्षा होस्, आयोगले सोध्ने सञ्चालन गर्ने परीक्षामा एउटा न एउटा प्रश्न प्राय आउँछ नै, यहाँबाट आउँछ। तपाईहरुले यो विषयवस्तुलाई मध्यनजर गरेर तपाईहरुको आयुक्तहरूलाई अझ मजबुत र सबल तरिकाले तयार चाहिँ गर्नु होला। यो विषयवस्तु तपाईहरुको लागि एकदमै महत्त्वपूर्ण छ। ओके, अर्को भिडियो सामग्री फेरि तपाईहरुको लागि लिएर आउने बाचाका साथ अहिलेलाई भने छुट्टिने अनुमति चाहे है। ओके, थ्यांक यू।